नमस्कार सबैजनालाई। मैले ब्याचलर सकेको 2-3 वर्ष भयो अनि अलिअलि म जबमा इनरोल भएँ। मेरो आफ्नै फिल्डको जबमा पनि राम्रै गरेँ। त्यसपछि 2-3 महिनादेखि चाहिँ म एकदम अन्यलमा थिएँ, के गर्ने कता जाने अब हायर स्टडीको लागि भनेर। त्यसपछि मेरो साथीको रिकमेन्डेसनमा मैले चाहिँ आइसिसिसी पुतली सडकको चाहिँ अफिस भिजिट गरेँ अनि उहाँहरूको गाइडेन्स, उहाँहरूको सपोर्ट, उहाँहरूको त्यो काउन्सिलिङ चाहिँ मलाई एकदमै मन पर्यो र त्यहाँबाट मैले क्यानाडा एप्लाई गर्ने चाहिँ प्रोसेस सुरु गरेँ, डिसाइड गरेँ। अब हामी धेरै जसो चाहिँ मिडल क्लास फ्यामिलीबाट बिलोङ गर्ने भएको भएर हामीलाई चाहिँ फाइनेन्सियल कुराले चाहिँ एकदमै असर गर्ने गरेको हुन्छ। फाइनेन्सियल कुराको प्रभाव चाहिँ हामीमा एकदम धेरै हुन्छ। कसरी मिलाउने होला, ब्याङ्क ब्यालेन्सहरू कसरी देखाउने होला, अनि प्रपर्टी भ्यालुएसनहरू, अडिट रिपोर्टहरू कसरी गर्ने होला भन्ने चिन्ता थियो। अनि त्यो पनि त्यहाँ उहाँहरूको सहयोग, उहाँहरूको रिकमेन्डेसनमा चाहिँ, उहाँहरूको सपोर्टमा चाहिँ एकदम स्मुथली सोल्भ भयो। अनि क्यानाडा भिसा एप्लाई गर्ने बेलामा डकुमेन्ट कसरी बनाउने, कस्तो डकुमेन्ट चाहिँ स्ट्रङ हुन्छ, अनि के प्रक्रिया पुऱ्याएर डकुमेन्ट बनाउनु पर्छ र कुन चाहिँ डकुमेन्टले चाहिँ भिसा अफिसरलाई नेगेटिभ इम्प्याक्ट पार्छ भन्ने कुराहरू उहाँहरू चाहिँ एकदमै त्यो वेल नलेज हुनुहुँदो रहेछ। त्यसले गर्दा चाहिँ मेरो भिसा प्रोसेस चाहिँ एकदम स्मुथली नै गयो र छिटै भिसा पनि लाग्यो। र यदि तपाईँहरूलाई पनि चाहिँ यस्तै अब विदेश जाँदा अथवा क्यानाडातिर, अस्ट्रेलियातिर जानलाई दुविधामा हुनुहुन्छ, कुन कन्सल्टेन्सी जाने होला अनि कसले चाहिँ मलाई फुल्ली हेल्प गर्ला भन्ने चिन्ता लागिरहेको छ तपाईँलाई भने चाहिँ आइसिसिसी पुतली सडक चाहिँ भिजिट गर्दा चाहिँ बेस्ट हुन्छ भन्ने जस्तो मलाई लाग्छ। मैले चाहिँ पुतली सडकको आइसिसी अनि यसको अरू ब्रान्चहरू पनि छ, चाबा हिलमा अनि त्यही कमलादीमा, अनि अर्को भ्याली बाहिर पनि छ, कता कता बुटोलतिर, नानघाटतिर, पोखरातिर कता कता छ। सबै त सम्भवतः मलाई याद छैन। त्यही पनि तपाईँ त्यहाँ आइसिसी मार्फत गइसकेपछि चाहिँ तपाईँलाई चाहिने सबै कुराको इन्फर्मेसन, गाइडेन्स र सपोर्ट चाहिँ एकदम राम्रोसँग तपाईँले पाउनुहुन्छ र अनि तपाईँको भिसा पनि होपफुल्ली लाग्छ। त्यसपछि त्यहाँ मैले विशेष गरी मेन्सन गर्नुपर्ने 2-3 जना नामहरू, हाम्रो राम सर, त्यसपछि सिनियर काउन्सिलिङ अफिसर अथवा कसरी सम्मान, मैले त उहाँलाई कहिले सर भने, कहिले ब्रदर भने, हाम्रो युवराज सर, उहाँ एकदमै जेन्युइन, एकदमै प्रोफेसनल काउन्सिलिङ गर्नुहुन्छ। अनि त्यसपछि हाम्रो डकुमेन्टहरू मिलाइदिने महेन्द्र सर हुनुहुन्छ, उहाँ पनि एकदमै हेल्पफुल हुनुहुन्छ। टाइममा रेस्पोन्ड गर्ने, के भयो कसो भयो भनेर आफै फलोअप गर्ने, उहाँ पनि एकदमै राम्रो लाग्यो मलाई। त्यसपछि दीक्षा म्याम अनि आसना म्यामहरू र इन्टायर होल टिम नै मलाई एकदम राम्रो लाग्यो। उहाँहरूको चाहिँ यो विदेश जाने स्टुडेन्टहरू जब उहाँहरूकोमा आउनुहुन्छ, उहाँहरूको सपोर्ट, उहाँहरूको गाइडेन्सलाई हामीले शब्दले मात्रै धन्यवाद दिन त नसकिएला, तर अब हामीले अहिलेलाई दिनुपर्ने, दिन सकिने कुरा त्यही मात्रै हो। म चाहिँ एकदम धेरै आभारी छु उहाँहरूप्रति। र यदि तपाईँलाई यस्तो क्युरियोसिटी छ अथवा तपाईँ कन्फ्युजनमा हुनुहुन्छ, म क्यानाडा जान लागेको, मास्टर पिजी गर्न अथवा अस्ट्रेलिया जान लागेको अथवा युएस पनि जान लागेको केसमा हजुरको कन्फ्युजनहरू क्लियर गर्नको लागि चाहिँ र तपाईँ एकदम आफ्नो प्रोसेसिङ विदेश जानलाई, पढ्न जानलाई अथवा वर्क परमिटमा जानलाई अथवा भिजिट भिसामा जानलाई, विदेश जानलाई तपाईँलाई राम्रो गाइडेन्स र राम्रो सपोर्ट चाहिन्छ भने चाहिँ एकचोटि आइसिसिसी चाहिँ अनि CCC यो इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर, यसको चाहिँ ब्रान्चेसहरू हेरेर आफ्नो नजिकको ब्रान्चमा चाहिँ एकचोटि भिजिट गर्दा चाहिँ तपाईँले डेफिनेटली राम्रो डिरेक्सन चाहिँ पाउनुहुन्छ जस्तो लाग्छ मलाई। हस्त, नमस्ते, धन्यवाद।